कक्षा 10मा अध्ययनरत सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई मिसन यासिकी च्यानलमा स्वागत छ। यस भिडियोमा म तिमीहरूलाई केमिस्ट्री पोर्सनको एटमिक मोडल बुझ्नको लागि युज गर्न सकिने दुईवटा यस्तो वेबसाइटको बारेमा भन्नेछु, जहाँ तिमी भिजिट गरेर यदि हेर्ने हो भने एनिमेसन मार्फत सिमुलेसन मार्फत चाहिँ एटमिक मोडल बुझ्न सक्नेछौ। सबैभन्दा पहिलो वेबसाइटको नाम रहेको छ gperiod.app भन्ने। यदि तिमीले ब्राउजरमा गएर zperiod.app डाउनलोड टाइप गरेर चाहिँ सर्च गर्यो भने यस्तो खालको वेबसाइट खुल्छ, जहाँ चाहिँ मोडर्न पेरियोडिक टेबल देखिन्छ है। यसमा चाहिँ 108वटा एलिमेन्टहरूलाई क्लासिफाई गरेर यसरी राखिएको छ विभिन्न ग्रुप र पिरियड्समा। र तिमीले अब यसको एटमिक यहाँ भएका एलिमेन्टहरूको एटमिक मोडल हेर्ने हो भने यहाँ कुनै पनि एलिमेन्टमा चाहिँ तिमीले सिङ्गल क्लिक गर्नुपर्ने हुन्छ। जस्तो कि मैले सबभन्दा पहिला हाइड्रोजनमा गरेँ है त है। यदि हाइड्रोजन एटममा चाहिँ क्लिक गऱ्यो भने यस्तो खालको यो सिमुलेसन खुल्छ यहाँ है। र यसमा यस्तो देखाएको छ हेर त। यदि यो लेयरमा क्लिक गऱ्यो भने यस्तो देखिन्छ। अलिकति यो सेलहरूलाई चाहिँ अलिकति ठुलो बनाएर देखाउँछ, बिचमा न्युक्लियस भइहाल्यो। अनि यहाँ सेलमा चाहिँ यसरी कर्सर लहरी हेर्ने हो भने यहाँ माथि चाहिँ तिमीले के देख्छौ त, एटमिक इलेक्ट्रोनिक कन्फिगरेसन देख्छौ। 1s1 भने चाहिँ हाइड्रोजनको सब सेलको आधारमा बनाइएको इलेक्ट्रोनिक कन्फिगरेसन हो है। अब यहाँ ब्याक गर्नु पऱ्यो, अर्को एलिमेन्ट हेर्ने हो भने यहाँनिर इन्टु भन्ने सिम्बल देखिन्छ। यहाँनिर तिमीले क्लिक गर्यो भने फेरि कहाँ जान्छौ त, त्यही पिरियडिक टेबलमै जान्छौ है। अब मैले क्याल्सियम भन्नेमा क्लिक गरेँ त, Ca भन्ने क्याल्सियम हो, नम्बर 20मा रहेको छ, जसको एटमिक नम्बर 20 हुन्छ। यहाँ क्लिक गऱ्यो भने यस्तो खालको खोल्छ है। एकदम यो इन्टरेक्टिभ खालको रहेको छ। 3D सिमुलेसन चाहिँ यहाँ तिमीले देख्न सक्छौ यसरी है। अनि यो सेक्सनमा चाहिँ यहाँ यो एलिमेन्टले कतिवटा आयोन फर्मेसन गर्छ भन्ने कुरा यहाँ देखाएको छ। यहाँ चाहिँ अब यो एलिमेन्टको स्टेट सलिड हो कि लिक्विड हो कि ग्यास हो के हो, र यहाँ टाइप, जस्तै क्याल्सियम भनेको अल्कालाइन अर्थ मेटल हो, त्यही भएर यहाँ अल्कालाइन अर्थ लेखिएको छ है। त्यस्तै तिमीले यहाँ क्लिक गर जान्छौ है। अनि अर्को सपोज मैले तिमीलाई देखाउन थालेँ नम्बर 30मा पढ्ने जिङ्कको चाहिँ इलेक्ट्रोनिक कन्फिगरेसन यस्तो हुँदो रहेछ है। यो न्युक्लियस भयो, बाँकी सेलहरू भयो, र सेलमा भएका रेस्पेक्टिभ नम्बर अफ इलेक्ट्रोन्स है। जेडले अब जेडले फर्म गर्ने आयन भनेको Zn+2 छ, भ्यालेन्सी 2 भएको हुन्छ। यसमा यस्तो केसमा चाहिँ भ्यालेन्सी 2 हुन्छ। र जेडको टाइप भनेको जिङ्कको टाइप भनेको चाहिँ ट्रान्जिसन मेटल हो यो है। र यो ग्रुप डीमा पर्दछ, पेरियोडिक टेबलको ब्लक डीमा पर्छ। यो डी ब्लक एलिमेन्ट हो जिङ्क भनेको, र यो सलिड स्टेटमा पाइन्छ। यसरी तिमीले विभिन्न एलिमेन्टहरूको बारेमा हेर्न सक्छौ। अर्को रहेको छ एटम एनिमेसन। ब्राउजरमा गएर एटम एनिमेसन भन्ने टाइप गर, atomeanimation.com टाइप गर्ने भने चाहिँ यस्तो खालको इन्टरफेस खोल्छ हेर त है। सुरुमा यहाँ के देखाएको छ हामीलाई, एटमिक मोडल देखाएको छ है। अब यसमा चाहिँ 3D मोडल भएको भएर त्यो अघिको वेबसाइटमा चाहिँ बोहर्स एटमिक मोडलको अनुसार देखाउँछ भने यसमा चाहिँ अर्कै टाइपको हुन्छ है अलिकति 3D मोडल। जस्तो सोडियमको मैले हेर्ने भने हेर, सोडियममा क्लिक गरेँ भने सोडियम यो पेरियोडिक टेबल भयो, यहाँ भने सोडियम रहेको छ। यहाँ क्लिक गरेर नि यस्तो खालको इन्टरफेस खोल्छ, जहाँ चाहिँ एलिमेन्टको बारेमा डिस्क्रिप्सन, एलिमेन्टको प्रोपर्टिज होइन, एलिमेन्टमा भएका इलेक्ट्रोनहरू, एलिमेन्टको आइसोटपहरू, यो डिटेल्स चाहिँ यहाँ दिएको छ। अब एटमिक स्ट्रक्चर हेर्नको लागि यहाँ 3D भन्नेमा हेर्नुपर्छ, क्लिक गर्नुपर्छ। 3D भन्नेमा क्लिक गर्दाखेरि यस्तो खालको देखिन्छ है। यस्तो खालको स्ट्रक्चर देखिन्छ। तिमीले जता पनि घुमाएरै हेर्न सक्छौ है। यो 3D स्ट्रक्चरमा चाहिँ खासमा यस्तो खालको हुन्छ यो एटमको स्ट्रक्चर है। त्यस्तै अब अर्को हेर्ने हो भने यहाँ क्लिक गर्ने पेरियोडिक टेबलमा, जस्तै मैले जिङ्कको देखाएँ त, यसमा जिङ्कमा सो 3D मोडल गर्ने हो भने यस्तो खालको खुल्छ है। सबैभन्दा भित्र भएको सेल यो भयो, त्यसपछिको सेल के यल सेल, अनि यो एम सेल भयो, यो बाहिर भएको चाहिँ यान सेल भयो। यसरी चाहिँ तिमीले यो दुईवटा वेबसाइटहरू हेरेर आफूलाई कुन चाहिँ कम्फर्टेबल लाग्छ त्यसको आधारमा चाहिँ यो सिमुलेसन मार्फत एटमको स्ट्रक्चर बुझ्न सक्छौ है त। भिडियो अवश्य पनि हेल्पफुल भयो होला भन्ने आश मैले लिएको छु। भिडियो हेल्पफुल रह्यो भने यो भिडियोलाई लाइक, सेयर तथा केही जिज्ञासाहरू छ भने कमेन्टमा छोड्न नभुल्नु है।
अहिलेलाई यति है त।